के को जाम यहाँ चाहिँ अब चेकिङ छ क्या कस्तो दामी देखा यार बवाल देखा चाहिँ त साथीहरू हामी चाहिँ निस्किन लाग्यो है वेलकम टु माई न्यू ब्लग चाहिँ केटा फाइनली आज चाहिँ नयाँ ब्लग गर्नेछ है हामी चाहिँ लगभग अहिले चाहिँ 7 बज्न लागिसकेका छौँ है हामी चाहिँ मन्दिर जान लाग्यो है यसो आज चाहिँ अनि टक्क लाएर शनिबार पनि हो टक्क लाएर राइट साइड जाउँ न त भन्ने कुरा हो है साथीको अस्ति एनएसलाई चाहिँ बाइक त्यो पनि आज पूजा गर्न आयो होइन बत्ती नि मर बत्ती ल जाउँ केटाहरू छ है एनएसमा छ है एनएस साथीले चाहिँ अब रेडार बेचेर एनएस किनेको छ है हामी अर्को साथीले नि रेडार किने हो उसको उसलाई चाहिँ अब 150 सीसी भएर उसले चाहिँ अब 150बाट 200मा अपग्रेड गर्ने भनेर चाहिँ बाइक बेचेर बिस्तारैमै गएको छौँ है गाइज फाइनली हामी चाहिँ सातो बाटो आइसकेका छौँ है सातो बाटो हुँदै अब यहाँबाट चाहिँ अब मेड सिटी हुँदै जाँदैछौँ दक्षिणकाली मन्दिर जाँदा हामी चाहिँ है अब त्यहाँ गएर चाहिँ अर्को साथीलाई नि भेट हुन्छ त्यही भेट हुन्छ है त्यही हो कुरो अब जस रमाइलो हुन्छ कि भन्ने आशमा हो है यहाँ दुईजना छौँ है म चाहिँ सोलो राइड हो फेरि डुकमा चाहिँ फेरि सोलो राइड हो क्या है अहिले पछि नि सोलै राइड हो अब चाहिँ चलो है बाटो यस्तोतिर लाग्यौँ हामी चिसो छ है अहिले चाहिँ जाडो जाडो भइसक्यो है गाई जाडो चाहिँ बबालै जाडो भइसक्यो बबाल जाडो छ यार जाडो पनि लागिसक्यो है हाम्रो सोल्टी भेटेको छ है रेडार एलियन बाइक लियो है अब ट्याक्क हामीसँग 3टा राइड भयो अब चाहिँ हामी निस्किँदैछौँ जो अगाडि हाम्रो साथी समीर साथी चाहिँ हाम्रो एनएसमा छ पछाडि मेरो दिदी हुनुहुन्छ अनि सारा भ्लरे हो होइन सारा भ्लर हो अनि हाम्रो अर्को सोल्टी बसन्त तामाङ हाम्रो साथी अर्को साथी चाहिँ अर्को राइडमा हुनुहुन्छ रेडारमा है केटाहरू ग्याङ मुस्ताङमा होइन अब त यस्तो हल्का अब त्यतिखेर राइड त जानु पर्यो केटा हो है शनिबार हो गुड स्याटरडे बट हाम्रो अफिस चाहिँ लागिरहेको छ है तर आज चाहिँ म लिभमा आज र भोलि चाहिँ म लिभमा छु त्यसैले मलाई त चिन्ता छ यमराजी माफ गर्दो मुझे ल यहाँ चाहिँ चौहार आइपुग्दैछौँ है लुक एट द भ्यू है गाइज हुस्सु परिरहेको छ है अहिलेसम्म चाहिँ हुस्सु परिरहेको छ हुस्सु चाहिँ बवाल कुहिरो लगाएर चाहिँ यार है जाडो यो खाल्टो भएर होला है तपाईँलाई रोकेर देखाउनेछौँ है त गाइज लुक एट द भ्यू बाइक चाहिँ पछाडि सब निकालिसकेको छौँ है होइन अनि हाम्रो यो यता पनि पछाडि सब छ तर सोल्टीले चाहिँ कहाँ रह्यो अलि यता रोक न
कडा देखाएको छ यार भिडियो त आम्म बबाल छ बबाल ल एउटा भिडियो त जान्छ यार ओइ भिडियो जान्छ फोटो जान्छ गए फोटो गाई चाहिँ हामी चाहिँ फोटोसोटो अघि त्यहाँ खिचेर होइन अझै माथि बढ्दैछौँ है यस्तो शान्त पिस ठाउँबाट जोड्दैछौँ है उनीहरूले फसाउने हो यता उची गरेर के को जाम हो यहाँ चाहिँ चेकिङ छ क्या चेकिङ छ जस्तो भयो चेकिङ छ जस्तो छ गाइज सरहरूलाई नि गाह्रो छ बिहानदेखि चेकिङ चाहिँ फर्किङ चेकपोस्ट आइसक्यौँ हामी है यहाँ चाहिँ चेकपोस्ट हुन्छौँ यहाँ त पहिला नि एकचोटि म फसाएको छु है केटा हो है हामी चाहिँ ठ्याक्कै फर्किङबाट भित्र छिरिसक्यौँ है गाइज मैले चाहिँ त्यहाँ बाइक राखेको छु अब साथीको चाहिँ अब यो बाइक र त्यो रेड आएर हाम्रो पूजा गर्नु लाग्छ त्यही भएर यता ल्याउनु चाहिँ अनि दाइसँग नि सोध्यो ट्राफिक दाइसँग सोध्यो खत्रै लान्छ जस्तो यार आज यार ओइ पछाडि केटोले नि कुदाएर ल्याएको छ नि तैँले बाइकलाई चला कि बाइकले तँलाई चला हो तैँले बाइकलाई चला कि बाइकले तँलाई चला सोल्टी यो ब्ल्याक एन्टोन ब्ल्याकमा बबाल हाल्छ यार है अक्खा म्याट ब्ल्याक क्या फेरि है त गाइज ओइ त्यहाँ ठोकेला पछाडि ओइ ल हामी चाहिँ माला लिँदै जाँदैछौँ माला होइन नरिवल यहाँ लिउँ न कति पर्छ दाजु नरिवल कति हो पानीवाला 50 को छ यो त के फुटाउने हो र यत्रो यो कति भन्नु भाइ यो एउटा लिन एउटा लिए यो सानो फुटाएर किन यो दुईवटा बाइकलाई ठ्याक्कै हुन्छ नि हेर कति के गर्नु पर्यो र 3 जन घुमाउनु पर्छ एक छ्याट्टा छर्केर हुँदैन नि मैले यो लिन कि त्यो लिने भन् कुन गरिदिने यो 100 रे ल 50 दुईटा लिन त एउटा लिउँ नि त ल यो फुल लियो दाइ ध्वजा छ ध्वजा कति दाइ एउटाको 10 रुपियाँ यो रातो यसको 10 रुपियाँ भन्नु भयो यसमा कति छ तँलाई दुईटा चारवटा लिन दाइ चारवटा झिक्दिन यो एक सेटमा कतिवटा छ
यो कति यतिको दाइ गर्नुपर्छ कति पिसको छ कति पिस चाहियो चार पिस दिन न चारमा चाहियो 4 पिस दिन न ए 4 पिस चाहिँ उसको होइन पर पिस यसको कति भयो त्यस्तो अझै 2टा दिन न दाइ जोडिदिनु ल सेतो कालो म त यो एक जोड होला हुन्छ नि 4टा भयो ल पैसा त्यसको कति भयो यसको कति भयो दाइ 60 रे भयो 110 हैन यो र यो 110 भयो कति गरे 60 तपाईँ बिजी हुनुहुन्छ हामी गरेर अरु वाला भयो दाइ जल छैन चोको दाइ जल छैन जल धुनु त उता बाइकलाई धुनु पर्ने हो हातमै दिएर हात धुए पुगिहाल्यो नि बाहाल्यो नि ल त केटा हाम्रो चाहिँ कुन हाम्रो कार्यक्रम सुरु भइसकेको छ है एनएसमा टिका लगाइदिएको छ हिन्दी ब्लग्स लगाइदिएको छ यार बाइकमा नि ल त्यहाँनिर अब त्यस्तै गरेर बसाउनु जा ल ए पानी भइसक्यो जा हाम्रो यहाँ बाइक ओनर छ यहाँ अर्को पक के सम्हाल्ने म जा त्यस्तरी फेरि तेरो टाउको गर्दैन नि कहाँ त्यो बिचको औँलाले गरे म यसले हो न यसले कहाँ मलाई यसलाई गर्दैन रातो ट्याक्क ट्याक्क लगाइदिए ट्याक्क यसमा त अर्को छोप न रातो बास भुवनको कसले पूजा गरे तैँले गर्दा होइन टुक्रा टुक्रा परेर हाल मिटोमा हाल ओम गन माइलेज दिएर दिउँ नबिग्रोस् हन मैले त्यो गाडी नपड्कोस् भनेर समीर चाहिँ ओम रम त्यो बाइक नजलोस् भन मलाई बाइक नजलोस् फ्यान चलोस् यिनले त्यो छिटो नबनाओस् भन माइलेज दियोस् त्यो त माइलेज त अब माइलेज हो नि यतापट्टि उ गरेर बाल्नु चाहिँ एकैचोटि होला नि ल बाल दुईजनाले समातौ त यो धुप बाल्नु त्यो धुप खै छिटो गर ट्राफिक बाहिर एक ठाउँमा राखेर एकजनाले चिन्के धुप र एकजनाले त्यो वाला बत्ती गर न भयो कपाल जल ल समात तिमी अब धुप एक्सचेन्ज दुई हातले यस्तो यस्तो गर हलाउनु एक्सपोर्ट घुमाउनु दिएर आमा यस्तो यस्तो गर्ने क्या ल त्यो अब मुनि राखिदे ए त्यो थालीलाई होइन टोपीलाई यो गएर उतै छेउमा पर्खामा राखेर यो सब पुरेन सटक खानै उतै पर्खाइ भएको हुन्छ त्यो पोल्छमा डलान्छ जाऊ जागा चाहिँ यस्तो गर्न आउँदैन केटा हाल्ने यस्तो मान्छेहरूले पूजा गर्छ अरे
गर साइड लागे टुगाले हजुर दाइ भयो अब त्यो गरौँ है त्यो पाहाड आइदिनु ठीक है कति साह्रो सबै खनाएपछि अघि खनाउन खाना आएपछि चाहिँ ब्याग हुन्छ त्यही लाउने हो भएर म नौन थाले नि ल ल ल ल फुटा फुटा बस्छ फुटेन म फुटाइदिन्छु ल समाज त मलाई उठाएर केटाहरूले बर्बाद भयो ल ल ल अब पुच्छ ल बस 50 को चाहिँ माल लिएछ ला झार्यो त्यो ल्याउ 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 प्रसाद पहिला चढौ एउटा ताकतै छैन यार एक्सपोर्ट हैन ल्याउ ल्याउ न झोला ल्याउ त है हामीले चाहिँ पूजा गरिसक्यौँ है आउँछ पक पक म आउनु पर्यो अहिले त गाइज हामी चाहिँ अब निस्किन लाग्यो यो पूजासुजा पनि गऱ्यो है पूजासुजा गऱ्यो अब निस्किन लाग्यो हामी चाहिँ आजको लागि यति नै हो गाइज है भिडियो चाहिँ अब भिडियोहरू छिट्टै आउँदैछ है आउँछ है हजुर चाहिँ लाइक सेयर सब्सक्राइब गरिदिनु होला टु माई न्यू ब्लग्स है कस्तो लाग्यो कमेन्टमा गरिदिनु होला